वैदेशिक रोजगारी र बढ्दो प्रविधिको प्रयोगले नेपालका दूरदराजका गाउँ बस्तीमा समेत मोबाइलको प्रयोग बढ्दो छ। यसले केही फाइदा गरे तापनि बालबालिकामा नेतृत्वकारी असर परेको छ। आउनुहोस्, मोबाइलमा दिनरात पब्जी, फ्री फायर जस्ता गेम खेल्ने र टिकटकमा बोल्ने सन्तवादको कहानी हेरौँ। ए ठोक 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 निनिमी आयो, गन चेन्ज गर। ठोक ठोक ना निनिमी आयो, गन चेन्ज गर। गन गन निनिमी आयो, निनिमी साइडबाट आयो, साइड साइड साइड। ए रसान यार के गर्छ यार, अगाडि जाऊ अगाडि रसान सबैजना मिलेर। ए रिभाइभ गर्न यार के गर्छ यार, रिभाइभ रिभाइभ रस रस रस। ए आमा यार के गर्छ यार, बम 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 बम। ओ किनिमी यार, निनिमी आएर छाड्ने। ओइ बत्तै आवाज सानो गर। कसलाई गाली गरिस् ओइ? तँलाई आवाज सानो गर भनेको सुन्दैन? तर्को कोठामा जा न। तँ चुप्लाएर सानो गर भनेपछि सानो स्वर गर, दाइहरूसँग मुख लाग्ने बानी नगर। के गर्छस् के गर्छस्? तँ अझ बढी बलिया हो। बोल्छु त के गर्छस्? दाइसँग मुख लाग्ने हो। लाग्छु त के गर्छस्? अहिले चुप्लाएर बस्थे, सानो सानो गर बस चुप्लाएर। त जा न अर्को कोठामा गएर त आफै गर। तँ साँच्ची बढी बलिया हो। बोल के गर्छस्? के त हो 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 हो। तँलाई त नि यसलाई बढी बोल्छ। हजुर बढी बोल्ने हो, बढी बोल्दो रहेछ। लौ यो केटी त के भएको? किन दाइसँग लडेको? खै पैसालाई घाँस हालेको? अझ मोबिल पो हेरेर बसिरहेको यो टम्की। दाइले चाहिँ रात दिन मोबाइल चलाउने रे, म चाहिँ काम गर्ने नोकरी हो र के? मोबाइल चाहियो भनेर लैना भैँसी बेची पढाएको हुन् कि सडेको हुन् पत्तै पाउँदैन। आजकल मलाई पर भन्दा पनि मान्दैन, भविष्यमा दुःख पाउँछ भन्दा मान्दैन। खै के गर्ने हो कि आजकलको केटाहरू फ्री फायर भन्दा अरू केही गर्न जान्दैन, फ्री फायर मात्रै खेल्छ भन्नेकै मान्दैन। यो आमा चाहिँ पनि त्यस्तै छ, छोरा चाहिँलाई केही पनि भन्दैन, छोरी चाहिँलाई केही पनि भन्दैन। खै के गरेको हुन् कि मलाई केही पनि थाहा हुँदैन।
ठोक भाइ ठोक 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 यिनीमै आइसक्यो भाइ जा नभए जा यार के गर्छ यार जा ठोक 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 गन चेन्ज गर यिनीमै आइसक्यो सबैजना सबै सँगै मिलेर खेलाउँ एक एकलाई नहिँड्या ए साइडबाट जाने यार के गर्छ यार सबै सँगै मिलेर जाउँ ए के गर्छ यार सबै सँगै जाउँ भनेको कोही मान्दैन ओहो आज त लाइन पनि नआउने रे नेट पनि नचल्ने भयो ल्याङ भयो यार के गरी टाइम पास गर्ने होला होइन स्कुल पो जानुपर्छ क्या हो ए स्कुललाई जान्छ ओहो सधैँ दाजु आज स्कुल आइदिएको म स्कुल आम यहाँ नाम त फुच्चीलाई के भयो त आफ्नो बाटो लाग्न अहिले फेरि खालाइसै चेन्जीको पावर बस्नु जा गुड मर्निङ मर्निङ sit down ल सबैले मैले झुटा काटेर देखाउँ त छिटो यो अक्षर भएन है तेरो ल अरू ठिकै छ खै तेरो तेरो मिलेन नि त राम्रो पढ्ने है तँले यसले जित लगाइसक्यो खै तेरो खै त ल होमवर्कै पुरा नगर्दैछ त ओहो आज त सन्तमान पनि स्कुल आइदिएको कता गएको थियो यत्रो दिन टाउको देखेर सर ए टाउको पनि 15-16 दिन देख्छ त तेरो मलाई झुट बोल्ने पास हुनु मन लाग्यो आइज र त्यस्तै हो ल अब सबैले त हेर्ने हस् सर पाठ सबैले यहाँ ध्यान दिएर हेर्ने ल ए सर तपाईँले कुन विषय पढाउनुहुन्छ सामाजिक कि इङ्ग्लिस रे यो भने हाउडे कुरा गर्छ विद्यालय सुरु भएको वर्ष दिन पुग्न लागिसक्यो अहिले कुन शिक्षकले कुन विषय पढाउँछ अहिलेसम्म थाहा छैन तँलाई बदमास ल चुप लागेर बस हेर अब सार्ने है सबैले यो
ए सर म त अक्षर त उडेको दौडेको जस्तो पो देख्छु त के हो मोबाइल धेरै हेरेर होला सर त्यही माथि सन्डे त हाम्रो विद्यालयको टुरिस्ट विद्यार्थी हो नि बख्तलाई अहिले जाने जे भयो भने चुप लागेर ध्यान दिएर हेर्नु ल अब ल यसरी कहिलेकाहीँ मात्र विद्यालय जाने सन्तमान लगातार 2 वर्षसम्म फेल हुन्छ र उसले विद्यालय पनि छाड्छ। केही वर्ष गाउँमा बरालिएपछि उसले आफू खुसी बिहे गर्छ। अब त सन्तमान घरबारे पनि भइसकेको छ। होइन यसरी लखर लखर गाउँ डुलेर कहिलेसम्म खाना र लाउन पुग्छ भन्नुहोस् त। होइन मैले गर्नु चाहिँ गर्ने के गर्ने हातमा सिप पनि छैन त्यही माथि सरकारले नि जागिर पनि दिँदैन म के गरौँ त आफै भन त ल के गर्नुहुन्छ त के गर्नुहुन्छ बेलैमा पढ्नु भएको भए राम्रो सिप सिक्नु भएको भए आफ्नै देशमा काम गरेर जीविकोपार्जन गर्न सक्थ्यौँ। अब तपाईँ र मैले त पढेन हाम्रो छोरालाई त राम्रोसँग पढाउनु पर्यो नि। छोराकै भविष्य बनाउनका लागि भयो नि तपाईँ अब विदेश गैरीखेतको बारी बेचेर जानु न। ए हो ल ठिकै छ नि त त्यसो भए म अब छोरालाई पनि बोर्डिङ स्कुल पढाउँछु। राम्रोसँग जानुहोस् है। राम्रोसँग नाटक हो नि त। बाको एउटा छोरा पनि विदेश गयो। बिरामी पो भयो कि बाकी बुहारी पनि नातिलाई लिएर बोर्डिङ पढाउनु भनेर सहर पछि यहीँ राम्रो विद्यालय हुँदाहुँदै किन जानु परेको होला त्यसलाई। के हेर न म बिराम भएर तिमीलाई भेट्न नि पाएकै छैन कि तर म सकेसम्म मिलाउँछु नि है। तेरा बाले वस्तु भाउ खेतीपाती नगरे कसले गर्ला। साह्रै च्याप्यो नानी मलाई अस्पताल लैजान बा। विदेश दाइ गएको छ त विदेश पैसा कमाउनको लागि दाइलाई फोन गरेर पैसा मगाउनु न घरमै एम्बुलेन्स आइहाल्छ नि। मर्ने बेला छोराको अनुहार नै देख्न नपाइने भए अब कसले उठाउला मेरो लास कसले पुर्याउला घरसम्म मलाई।
कति गाह्रो छ्या कति साह्रो गर्मी पहिले पढ्ने बेलामा राम्ररी पढिएन त्यो बेला बुद्धि पनि आएन अब सर म्याडमहरूले त भन्नुभएकै थिए के गर्नु मैले पनि बुझ्न पनि सकिएन अब जे भए पनि म मेरो छोरालाई चाहिँ राम्रो मान्छे बनाउँछु अब ओ नेपाली था क्या कर रहा है काम कर मैं काम करता हूँ आपके देश में काम नहीं है कुछ करना नहीं आता फिर था सब नेपाली खा गए साला क्या क्या किसको बिगाड़ बोलता है हम क्या कर रहा है क्या कर रहा है हम भी करने हम भी क्या कर रहा है ला यो त मरेछ यार The Saudi Arabian High Court has sentenced Santa Bahadur Bujal, a Nepali worker, to death for the murder of his employer. Bujal had been working in Saudi Arabia for the past 2 years. The details of the case are still emerging, but this incident has raised concerns about the treatment of migrant workers in the अब समाचार विस्तारमा। गोर्खा जिल्ला सिरानचोक गाउँपालिका 8 का 24 वर्षीय सन्त बहादुर भुजेललाई आफ्नै मालिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा साउदीको एक उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। उक्त फैसला भएको दिन सन्त बहादुरले आफूले काम गर्ने बिल्डिङको 31औं तलाबाट हाम फाली आत्महत्या गरेका छन्। उनको लासलाई नेपाल ल्याउन साउदी स्थित नेपाली राजदूतावासले पहल गरिरहेको छ। यता गोर्खा स्थित सन्त बहादुरको गाउँ भने पुरै शोकमा डुबेको छ। छोराको मृत्युको खबर सुन्नसाथ सन्त बहादुरकी आमाको पनि हृदयघातको कारण मृत्यु भएको छ भने सन्त बहादुरकी श्रीमती सम्पर्कविहीन रहेको कुरा नेपालका गोर्खा स्थित हाम्रा संवाददाताले जानकारी गराएका छन्। 2082 सालको भाइटिकाको शुभ साई भोलि कार्तिक 6 गते बिहिबार 11:39 रहेको कुरा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
आँखामा निखल्दा हाँसी